हेर्नु गाइस मेकअपको सामानहरू चाहिँ कति धेरै छ यहाँ मेरो पछाडि पनि मेकअप छ यता पनि मेकअप छ ओ उता पनि मेकअप छ मेकअपै मेकअप छ मेकअपको सामान किन छ भने चाहिँ आउनु नत्र चाहिँ नआउनु होला गेस गाइस वेयर वी आर म चाहिँ कहाँ आएको छु म हजुरलाई यसरी देखाउँछु हेर्नु यहाँ यसरी उल्टो भयो ए हजुरलाई म सुल्टो तरिकाले देखाउँछु यहाँ हेर्नु म चाहिँ यो एमपिएम बजार आएको छु हेर्नु है यो चाहिँ 5 तारिकसम्म चाहिँ हुन्छ यदि हजुरलाई आउन मन छ भने अनि 70% सेल पनि हुन्छ यो चाहिँ म एभ्री इयर आउँछु के अनि त्यही भएर यो इयर चाहिँ हजुरलाई पनि म भनिदिएको अनि मलाई चाहिँ थाहा थिएन मेरो साथीले चाहिँ मलाई लिएर आएको मेरो साथीले चाहिँ मलाई केही पनि किन्न होइन म जाँदैन भनेको नो बट आई वान्ट टु बाई भनेर भन्यो अनि त्यही भएर चाहिँ म मेरो साथीको लागि आइदिएको हो लेट्स सी अब यहाँ के पाउँछ भने हजुरले ब्यागहरू लिएर आउँदै हुनुहुन्छ भने चाहिँ ब्यागहरू भित्र लैजानु मिल्दैन ओ माई गड कति धेरै मान्छेहरू छ हेर्नु गाइस यति धेरै मान्छेहरू अनि ब्यागहरू चाहिँ नलिएर ओ माई गड यो विक डेज हो कति धेरै मान्छेहरू हो जोइल ओ माई गड अब म हजुरलाई देखाउँछु के पाउँछ भनेर हेर्नु है त यहाँ अब सो हामी चाहिँ बास्केट लिन जान लागेको छौँ प्रोबाब्ली मैले चाहिँ केही किन्दैन होला तर मेरो साथीले चाहिँ किन्छु भनेको छ त्यही टेक द बिग बास्केट इट्स ओके इट्स फाइन मेकअपको सामानहरू पनि छ गाइज हेर्नु अब लेट्स सी कोरियन प्रडक्टहरू पनि रहेछ यार तर पुरै एम्टी भइसक्यो गाइज ओ माई गड कोरियनको वाला यो फाउन्डेसन पनि रहेछ ओ माई गड सबै कुरा रहेछ गाइज लेट्स सी गाइज कपाल स्ट्रेट गर्नेहरू पनि मेकअपको सामानहरू मात्रै छ हेर्नु यहाँ पुरै मेकअपको सामानहरू ओ माई गड अहिलेसम्म चाहिँ सो गाइज दुईवटा माइक पो भएछ सो गाइज अहिले चाहिँ म यहाँ यो ज्वेलरी सपमा छु अनि त्यसपछि आम ट्राइङ कस्तो छ यो चाहिँ ह्यान्डमेड ज्वेलरीहरू हो के राम्रो हुन्छ कि कलरहरू जाँदैन जेलाई पनि राम्रो देखिन्छ म मान्छे राम्रै हो किन भन्नु त के किन एउटा चाहिँ मैले किनिसकेँ सानो हार्ट भएकोवाला चाहिँ मलाई मन पर्यो अनि यति धेरै ज्वेलरीहरू छ लेट मी सो यु गाइज हेर्नु यहाँ यति धेरै ज्वेलरीहरू छ कन्फ्युज भइहाल्यो कि म त कुन किनी भनेर लेट्स सी गाइज अहिले चाहिँ म यो पर्फ्युम एरियामा छु छाडा यदि हजुरको बच्चा छ भने बच्चाहरूलाई लिएर आउनु होला हेर्नु बच्चाहरूको चाहिँ एकदमै धेरै छ हामीले के किन्यौँ म हजुरलाई देखाउँछु ल वेयर इज यहाँ चाहिँ हामीले चाहिँ यति सामान किन्यौँ अहिलेसम्म म चाहिँ ज्वेलरी मात्रै किनेँ अरू केही पनि किनेन म चाहिँ बोर भइसकेँ गाइस तर मेरो साथीले अझै के हेर्दैछ ओ माई गड यदि हजुरलाई आउनु मन छ भने चाहिँ मेकअपको सामानहरू मात्रै धेरै छ नत्र अरू त त्यस्तो केही पनि सबै बोरिङ छ नआएकै ठिक तर यदि मेकअपको सामानहरू लिन छ भने चाहिँ आउनु होला कस्तो छ यो राम्रो छ नि यो राम्रो छ हेर्नु त ओ माई गड कसरी हो खोल्ने ओ कति टाइट हो मेरो छ यस्तो अस्ति भर्खरै मैले किनेको तर यो राम्रो रहेछ यसको चाहिँ प्राइस 34 होला गाइज इट्स नट ब्याड तर मेरो अलरेडी छ बोर लाग्यो मलाई अहिलेको पालि त गाइज अहिलेको टाइम चाहिँ मलाई एकदमै बोरिङ लाग्यो यहाँ आएर हजुरहरू पनि आउन छ भने चाहिँ आउनु होला 5 अप्रिलसम्म चाहिँ हुन्छ ल 5 अप्रिलसम्म चाहिँ बोरिङ लाग्यो एकदमै बोरिङ यो पालिको चाहिँ आई डोन्ट नो वाइ मेबी अब मलाई केही किन्नु थिएन होला त्यही भएर पैसा बचाउन थियो मलाई मेरो साथीलाई नाइट ड्युटी छोडिदिन जान लागेको छु यो दुईवटा माइक चाहिँ किन पकडेको नभन्नु एउटा माइक चाहिँ मैले मेरो साथीलाई दिएको तर मेरो साथी चाहिँ भिडियो नबनाउने रे त्यही भएर मैले मात्रै बनाइरहेको छु अनि हजुरलाई पनि आउन छ भने चाहिँ आउनु होला अनि अब मेकअपको सामान स्पेसली किन्नु छ भने चाहिँ आउन त चाहिँ बोरिङ छ सो त्यही हो बाई बाई